हेलो एन्ड नमस्ते सबैजनालाई। हामी चाहिँ माई खोलाको हामी जेब्रा बोकेर हिँडिरहेको छु। त्यो दुईवटा भारी छ मेरो चाहिँ माई खोलाको पुलमा। यो हामी फाइनली फिगरबाट इलाम जाँदै गर्दाखेरि चाहिँ माई खोला वारीदेखि चाहिँ उकालो हिँडाइ यत्तिको मात्रै छ है। माई खोला यस्तो बढेर आएको छ हो। पुलमा एउटै गाडी कुदेको छैन। पुलमा बाटै छैन, सबै पहिरोले बाढीले लिएर गएको छ है। एकदम नाजुक छ स्थिति। तपाईँहरू पनि यदि हिँड्ने भने छ भने एकदम सेफ भएर हिँड्नु है गाइजहरू। हेर्नु यहाँनिर यस्तो बनाइदिएको छ। यो चाहिँ माई खोलाको पुल हो होइन। पुल हो माई खोलाको। अनि त्यस पछाडि यहाँबाट चाहिँ उकालो लिनै छ क्या। उकालो फेरि यो उकालो चाहिँ सट्टै तपाईँको माथिसम्म हिँड्नुपर्ने रहेछ। आधी घन्टा जति हिँड्नुपर्छ। हेर्नु न खोला कस्तो आएको छ। यहाँको बाटोसाटो सब टाङडुङ लिएर गएको छ। बाटोसाटो केही छैन। यहाँ हाम्रो सेना सरहरू हुन्छ, आर्मीहरू हुनुहुन्छ। आर्मी सरहरूले हाम्रो म्याम बसिरहनु भएको छ त्यो दुईवटा नानी लिएर। धन्न एकजना सरले एउटा नानी चाहिँ बोकिदिनु भयो। यहाँ हेर्नु नि मान्छेको भिड हेर्नु नि यहाँनिर थोरै छ। तिमी यो बोक्दैन समाउँदै हिँड ल तिमी यो कति गरम छ गाह्रो छ हौ। हेर्नु न दुईवटा झोला माथि पेट्रोलहरू सब यताबाट उसारिराखेको छ अटो ड्राइभरहरूले है। झोलाहरू बोकिरहेछ, सहयोग गरिरहेछ। त्यो राम्रै छ, राम्रै रहेछ मान्छेहरू। कोहीले त पैसा पनि लिन्छ होइन, कोहीले चाहिँ फ्रीमा लगिदिइरहेछ। ठिकै छ। बसमा आयो हामी फाइनली। बसमा फ्री रहेछ माथिसम्म होइन। यस्तो उकालो हिँड्यो कि कसम यार।